राजदेवी मन्दिर सिराहा जिल्लाको एक प्राचीन र महत्वपूर्ण धार्मिक स्थल हो। यो मन्दिर राजदेवी मातालाई समर्पित छ। स्थानीय जनविश्वास अनुसार यदि हामी बुझ्छौं भने यो मन्दिर 100 वर्ष पुरानो मन्दिर हो र मन्दिरको मूर्ति आपसे आप जमिनबाट प्रकट भएको थियो भन्ने विश्वास छ। राजदेवी मातालाई रक्षकको देवीको रूपमा पूजा गरिन्छ। चण्डी पूर्णिमाको दिन, जुन दिन बुद्ध पूर्णिमा हुन्छ, बुद्ध चण्डी पूर्णिमाको दिनको अवसरमा यहाँ लाखौं लाख भक्तजनहरू पूजा आर्चा गर्नको लागि नेपाल लगायत छिमेकी देश भारतबाट, विशेष गरिकन बिहारको धेरै ठाउँहरूबाट यहाँ आउने गर्छ र यहाँ वर्षमा यो मन्दिरमा एक दिन मात्र यो चाहिँ मेला लाग्ने गर्छ, जुन भव्य सभ्य रूपमा। र विशेष गरिकन यो चण्डी पूर्णिमाको दिन, यो बुद्ध पूर्णिमाको दिन यहाँ चाहिँ लाखौं पशु बलिहरू पनि दिने गरिन्छ र एउटा मिथिलाको भनौं, एउटा लाहानको भनौं, सिराहाको भनौं, एउटा धरोहरको रूपमा यो चाहिँ विशेष रूपमा चाहिँ यो चण्डी पूर्णिमाको दिन, प्रत्येक चण्डी पूर्णिमाको दिन, बुद्ध जयन्तीकै दिन यहाँ एकदमै ठूलो मेला लाग्ने गर्छ र हजारौं हजार मात्र होइन कि लाखौं श्रद्धाञ्जलुहरू चाहिँ तपाईको आउने गर्छन्। र विगत भन्दा अर्को वर्ष हामीले हेर्दै जाँदाको अवस्थामा यहाँ यति श्रद्धालुहरूको भीड़, श्रद्धालुहरू डे बाई डे चाहिँ बढ्दै गइरहेको अवस्था छ, जुन हामीले मन्दिर दर्शन गर्नलाई पनि धेरै अप्ठ्यारो भइरहेको हुन्छ यदि बिहानको टाइममा हामी हुन्छौं भने। लगभग लाहानबाट 7 किलोमिटर हामी चाहिँ उत्तरतर्फ गयौं भने यो मन्दिर हामी पाउँछौं र यो मन्दिर चाहिँ तपाईको सामुदायिक वनको रूपमा संरक्षण गरिएको छ। एउटा वनमा नै यो मन्दिर छ भन्ने हामी चाहिँ हेर्न पाउँछौं, वनकै बीचमा छ र धेरै वर्ष पहिले स्थानीयहरूले वन विनाश रोक्ने, सुख शान्तिको कामना गर्दै वन देवीको पूजा गर्ने क्रममा राजदेवी माताको पूजा गरेको मान्यता पनि हामीले यहाँ चाहिँ भेटाउन पाउँछौं। र यो ठाउँमा जानको लागि खासै गाह्रो त छैन, तर बिहानको टाइममा हामी यो ठाउँमा जाँदाखेरि यहाँ धेरै नै भीड़भाड़ हुन्छ। बाइकबाट, गाडीबाट, जेबाट गए पनि वन वे नै हुन्छ। तपाईको बिहान राति करिब 2 बजे रातिदेखि नै मान्छेहरूको चहल पहल, भनौं न एक दिन अगाडिबाट नै धेरै ठूलो चहल पहलहरू भइरहेको हुन्छ यो ठाउँमा। र यहाँ बलि प्रथाको एकदमै छ, बोका परेवा हैन, यीहरूको चाहिँ विशेष गरिकन बलि दिने गरिन्छ यो मन्दिरमा चाहिँ तपाईको हैन। र भीड़भाड़को कुरा भन्दा पनि अब यहाँ जुन एउटा मन्दिरको आस्था एउटा केन्द्र बनेको छ, सांस्कृतिक ऐतिहासिक सम्पदाको रूपमा यसलाई धार्मिक पर्यटन को विकासको दृष्टिकोणले पनि हेर्दाखेरि यहाँ धेरै नै ठूलो सम्भावना हामी देख्न सक्छौं। र भक्तहरू पैदल दर्शन गर्ने क्रममा बाहिर नै गाडीहरू ठाउँ ठाउँमा राख्ने ठाउँहरू हुन्छ हैन, बाहिर नै ठाउँ ठाउँमा राख्ने ठाउँहरू हुन्छ र अरू दिन हरेक शनिबार पनि तपाई हामी जान सक्छौं। भित्र मन्दिर त खोल्दैन, दर्शन गर्न दिँदैन, तर अरू शनिबार पनि यहाँ चाहिँ भीड़ लाग्ने गर्छ। हामी शनिबार गएर पनि हामी पूजा आजा गर्न सक्छौं। बाँकी यो विशेष दिन भनेको चण्डी पूर्णिमा, बुद्ध पूर्णिमाकै दिन हो र यही दिनमा चाहिँ यहाँ चाहिँ लाखौं श्रद्धालुहरू आउने गर्छ र यहाँ चाहिँ हजारौं लाखौं बलिहरू पनि प्रदान गरिन्छ यो ठाउँमा। र धेरै नै एउटा विश्वास छ यो ठाउँमा, जो मान्छेले केही कुरा भाकल गरेर आयो भने त्यो भाकल चाहिँ पूरा गर्ने जनविश्वास, जन आस्था चाहिँ जुडेको छ र धेरै व्यक्तिहरू पूरा पनि भएको छ भन्ने तपाई हामी भेटघाट गर्दाखेरि हामीले सुन्न पाउँछौं। त्यसैले यहाँहरु एकचोटी यो ठाउँमा अवश्य आउनु होला यो मन्दिर दर्शन गर्नको लागि। हस्त धन्यवाद।